हामी मिलमा आइसकेको छौँ यतिखेर मिलले त सबै कुरा देख्न सक्नुहुन्छ अनि हाम्रो मिलको ड्राइभर पनि उहाँले हुनुहुन्छ है आफूले भर्खर छुट्टिएर उठेर आज ओके काम गर्न छैन मोबाइल चलाएर बसेछु वर्षमा यत्रो चाहिँ कोल बनाइदिने बात तो सही है अनि मकै चाहिँ किन हाले त फेरि यो सबै बिनेर कहाँ सकिन्छ नि ठुल्ठुलो फालेको त्यो आँगन गरे हेर्न फालेको सानो सानो त पाकिहाल्छ नि सिटी लाग्यो आफूले भर्खर छुट्टिएर उठेर आज आफूले भर्खर छुट्टिएर उठेर आज हाई एभ्रिवान नमस्ते अनि गुड मर्निङ वेलकम ब्याक टु माई युट्युब च्यानल दिस इज सरम विश्वकर्मा सबैजना सन्चै अनि आरामै हुनुहुन्छ होला भन्ने अपेक्षा गर्दछु अनि म पनि एकदम ठिक छु सन्चै छु आरामै छु फेरि भिडियो भएन भनेर हेर्नै पठाइन्जेल सो अनि हाम्रो लक्ष्मीले आज बिहान बिहान उठेर यहाँ उ गर्दैछिन् के भन्छ अरे चामल कलाउँदैछिन् यो चाहिँ मैले अस्ति पोखराबाट लिएको चामल हो हिजो सुकाएको पनि देख्नुभयो होला तपाईँहरूले तर चामल त कलाइ नै यस्तो ढुङ्गासुङ्गा हेर्नुपर्छ भन्ने पनि थाहा छैन यिनलाई फेरि ढुङ्गा पऱ्यो भने मैले हेर्नु त हेर्नु पऱ्यो भने त निकाल्नु त यसलाई त्यस्तो गरेर खानु त खाल्ले राम्रै सो अनि हाम्रो मम्मी चाहिँ उता बाह्रकोटतिर हुनुहुन्छ हामी यतातिर छौँ म भर्खर उठेँ अब यसो मुखसुख धुन्छु चियासा खान्छु अनि त्यसपछि फेरि आज वनतिर जाने प्लान छ हाम्रो के अरे पर्सुलाई सोध्नको लागि है त्यही नै हो त्यही नै हो काम त तिमीले गर्दैछौ त मैले मेरो सट्टा नि तिमीले काम गरिदेऊ न बुढोको माया लाग्दैन अलिकति पनि लाग्छ कति लाग्छ कति लाग्छ धेरै अनि बुढोलाई दुःख नदिउँ भन्ने भावना छैन मनमा त्यही भएर त अहिलेसम्म सुत्नु दिए त ए पाण्डा के छ है तेरो हालखबर नमस्ते गर पाण्डाले नमस्ते आदि ओके त book 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 यति कुकुर चाहिन्छ कि माथि पाण्डा मैले सिकाएको त्यही हो मैले सिकाएको भन्छु तपाईँहरूलाई हिजो अस्तिसम्म हाम्रो चङ्के एकदमै ठिक थियो होइन मम्मी उता नजाने बेलासम्म तर आज एक्कासी बिरामी भयो कि रातिबाट उता आमाले बोलाइ छ चङ्केलाई फेरि आज त हिँड्नै सक्यो होइन हिजो अस्ति त जहाँ गएर बस्यो वहीँ आउँथ्यो क्या अब आज त हेर्नु न हिँडेको नि कसरी हिँड्छ ल हेर्नु बिचरा आऊ आऊ ल आऊ त आऊ चङ्कु आऊ आऊ त आमाले बोलाएछ मैले फेरि एकछिन घाम ताप लाउने छोडेको केलाई ल केही घाँस पनि खान्न फाँडो पनि खान्न के भयो यो के रोग लाग्यो त्यसलाई आखिर ल त यति खाऊ ल खाऊ यति खाऊ ल ल ल खाऊ न चङ्खु यो निको भएको भएपछि भरसम्म यति लड्थ्यो कि है यस्तरी छेउ भन्नुभएको
बिरामी चाहिँ अझ त्यही पनि कसिन्छ अनि हिजो अस्तिसम्म त राम्रै थियो आज के खाएछ त्यसले धेरै भएर आज फेरि शनिबार भयो कि त्यहाँ भेटनरीको त्यो डाक्टरहरू पनि छैन नि त आज शनिबार अब बिदा हुन्छ उनीहरूको यसो औषधिहरू लिएर खुवाउनुहुन्थ्यो खै त के भयो तिमीलाई सन्चो भएन सन्चो भएन बस 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 के जाम भित्र मम्मीले बोलाइ छ तिमीलाई के गर्ने जाने हेर त मम्मीले बोलाएको ओहो ल अलिकति घाँस खाऊ हिजो अस्तिसम्म त जोत्दा गयो त्यो हुन्थ्यो कि पछि मेरो पछि हुन्थ्यो आज त डेन्जर बिरायो भयो त्यो ल तैँले खा ए उहाँ छोरी बिरामी भयो अनि त कराई गर्छस् यो चाहिँ हाम्रो ए उही म त दियो भनेको कसम सैटे आएको रे ए आमा तेरो मम्मीले धन्ने हानेन मलाई कस्तो गाल पारेर रहेछ नि यही गऱ्यो मायाले अलि नजिक गएको त घुम्मै आएको रे त्यसको तँलाई त अब जिन्दगीमा मैले स्याहार त नसम्झु हाम्रो बरु चङ्खे बिरामी भयो यहाँ चङ्खेलाई स्याहार गरिन्छ होइन चङ्खे भैँसीले के मलाई होइन त्यो पारालाई बाहिर हेरेर भित्र गएको थिएँ धेरै कराएर क्या त्यो अनि बाँधिदिएँ त्यसपछि त्यसलाई हेर्न गएको थिएँ नि अनि सुरुमा यो पलम दिएको के अनि एउटा दालाई पलम दिएको अनि गरेर नजिक बोलायो होइन कि मलाई गर्यो माया गरे जस्तो गर्यो अलि नजिक आएको त ग्याम्मै हान्न आएको लास्टै ताल पारेर आउँछ क्या दुधतिर पारा साँच्चै बिरामी भयो डक्टरले देखाउने होला नि ल उपचार गर्न लैजानु परेन गाडी रिजर्भ गरेर आइसियुमै राखिदिन्छ होला तल क्या होइन त लक्ष्मीले भाँडा मार्दैछन् त्यो अझ त कित्ली हेर न कित्ली तिमी जस्तै राम्रो भन भाइ ए त्यही त हेर त हाँस त अलिअलि मुसुक्क हाँस त हेर त हाम्रो सल्लाह चल्ली नै छ यहाँ चल्ला चल्ली प्रकाशले चाहिँ
ल यता हाम्रो मिस गर्दै ज्वाइँ आउनु भएको चिया खानको लागि अनि लक्ष्मीले चाहिँ मजाले चिया बनाइदियो भने त ल ओ माई गड कस्तो छ दामी मिठो छ भन्नु ल यति नै भने त फेरि भोलिबाट चिया खानै पाइन्न नि भाउजूले गरे बाउले मिठोलाई मिठो नमिठोलाई नमिठो हो नि होइन र चिनी लाछ भने लाछ न हाम्रो राम्रो दाइ त चिनी लाए पनि खाने नलाए पनि खाने के हो म त जस्तो नि खान्छु नुनिल त खान्छु मैले गर्नु त्यो कुरो हिजो बेलुका अघि दिउँसो फोन हान्नु भयो होइन अनि म सुतेको थिएँ कि दादाले सामानतिर फोन हान्नु भयो म सुतेको थिएँ अनि हेलो भन्नुभयो अनि हजुर दादा के गर्दैछस् भन्नुभयो के जङ्गेर थर्काउनु भयो अनि म सुत्दै दादा भनेर त सुत भैँसीलाई त्यहाँ के अरे फाँडोहरू नदे पानी नदे घाँसहरू नहालिदिए सुत मलाई थर्काउनु पक्रे आज त म फेरि गइसकेको थिएँ पानी हाल्दैन मैले फेरि कर्मचारी खटाएको थिएँ कि अझ के कस्तो अनि पानी खानु खोज्दैछ क्या भैँसी कराहा गरे के आज किन तुरुङ खोज्नु हिँड्नु कि मकै बनाउनु आइडिया त लगाउनु जानु है अर्को जाने ल आफूलाई निद्रा लाग्यो भने कहाँबाट उठेर जान्छ काम गर्छ थर्काउनु भने सामन्तलाई पठाएँ नि मैले सो अब चाहिँ हामी बिलमा जानुपर्ने हुन्छ ऊ पारी बाइकमा टक्क मकिहाल्छ म त्यसपछि ल हाम्रो बाजे आइसक्नुभयो अब बाजेले टक्क अब मिलसिल खोल्नुहुन्छ अनि त्यसपछि ल फाइनल्ली मिल चाहिँ यही हो हाम्रो मकै चाहिँ यही हो ल त आटो होइन बाजे ठिकै हो भैँसीले हो कि हामी मिलमा आइसकेको छौँ यतिखेर म प्रत्यक्ष प्रसारण गर्छु कुनमा खानु बाजे हामी मिलमा आइसकेको छौँ यतिखेर मिलले त सबै भेट्न सक्नुहुन्छ अनि हाम्रो मिलको ड्राइभर पनि उहाँ नै हुनुहुन्छ है चाहिँ हाम्रो भोसघाट गाउँ सरर पारामा देख्न सक्नुहुन्छ ओ यो माथिको डाँडाबाट आएको हामी छन त अब त्यो ठाउँमा नि छ कि मिल तर फेरि त्यहाँ के भइदियो भन्दाखेरि अब यता तलतिर जानुपर्छ के अनि भारी बोकेर अनि फेरि उकालोमा टुई आउनुपर्छ भारी बोकेर अनि भारी बोकेर कति हिँड्नु भनेर चाहिँ हामी यो बाटो चाहिँ बाइकमा आएको त्यहाँ चाहिँ धेरै बोक्नु परेन नि त यो बाटोसम्म टक्क बाइक आयो अनि मिल है त्यही भएर ल अब हामी एकछिन मिलमा काम गर्छौँ त्यसपछि जाने ल यतिखेर हाम्रो मिलमा घमाघम काम भइरहेको छ आजले मकै थपिराख्नु भएको छ दर्शक महानुभावहरू पनि हुनुहुन्छ आँखै नबिगाएर हेरिराख्नु भएको अवस्था छ यतिखेर हामी प्रत्यक्ष प्रसारणमा देख्न सक्छौँ हामीले फाइनल्ली मकै पनि लिइसकेको छौँ यता फर्क्यौ रे बाजेको इच्छाहरू पुरा गरिदिउँ रे आहा कस्तो राम्रो है बाजे ल हामी सर जान्छौँ हामी मिलमा गएर आएको त यता
चिया बनाएर पुरै रेडी भएर बसिरहेछन् डल्ली यता हेर त कस्तो राम्रो देखियो ल डल्लीले पुरै यहाँ खाना बनाउनु तयारी गर्दैछु नि यता आलु अनि यहाँ केराउ र के भन्छ अरे सिप्चना यो केराउ यो पनि केराउ नै हो कहिले पनि सिप्चना हामीले के भन्छौँ ए सिप्चना यहाँ छ है के भन्छौँ के हामीले छुट्टै भन्छौँ के भन्छौँ के भन्छौँ म सोधेर भन्छ मैले बिर्सेँ के भन्छ ए स्वकीय सचिवलाई सोध्छौ तिमी को तिमीले स्वकीय सचिव के भन्छ हाम्रो दिदी गर्छ क्या दिदी भन्छ अन्त लसुन पनि छ है अन्त आलु छ आलु फेरि कति धेरै हो र थोरै बनाउने कि त्यो तरकारी छ बिहानको हो ए आलु खाँदा 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 वाक्कै भयो ए त नि कसले मिचिसक्यो मिचिसक्यो होइन कि तारखोलाको आलु खाएर मिचियो भन्ने त पहिलो व्यक्ति होला है अस्ति नै हो मिछ्या हो होइन आगोदेखि चाउचाउ लगिदिएर जानु भन्नुहुन्थ्यो कि कसलाई पसलमा पसलमा यतातिर आगो चाहिँ मजाको आगो बोल्दैछ है ओहो ओहो हेर्नु त भाडा त कस्तो मिलाएर राखेको ओहो है आमा नि ल बधाई छ ल बधाई छ ल बधाई कहिले छ भाडा कति हुन्नन् म घर नहुनु बेला भाडा कति हुन्नन् मैले फेरि खनाइ भयो नि भाडा राख्ने भन्छ त्यो हिजोको भिडियोमा चाहिँ पुरै यस्तोमा कालो कालो देख्नु भयो होला नि त उसको त्यो शरीरमा कि त्यो लुगामा त्यो पुरै यो सफा गर्दाखेरि हो कि यो धुवासोहरू झर्छ नि त यहाँ अनि अब आगो बाल्यो अनि धुवासोहरू पुरै झर्छ त्यहाँ अनि लक्ष्मी त दिनभरि ल्याएर सफा गर्थ्यो अनि त्यो हेरिन सक्नुहुन्छ क्या बिचराहरूलाई ल अब जति नै गर्मी भयो नि जति नै जे भयो नि अब हाम्रो बानी त अब यही हो है अब भगवानको नाम लिने राम राम भन्ने अनि झ्याम झ्याम दिने आज 3 चोटि पकाइसक्यो चिया मैले कतिचोटि खाएँ 3 चोटि खानु क्या बिहान खानु भएन नि बिहान खानु भएन अघि एकचोटि अहिले दुईचोटि मैले 2 चोटि चिया खाइसकेँ 2 कप फुल फेरि ओहो यो पाराले त मैले झन् 3 चोटि भइसक्यो 52 बाजेलाई नि फेल खुवाइन्छ क्या हामीले त है 3 चोटि ल ठिकै छ अब केही भएन अब चिया भन्ने कुरो अब खायो भने नाइ भन्न सकिन्न कति राम्रो अब त्यही नै हो राम्रो छु हो हल्का माथि राम्रो अब बुढीले राम्रो भनिदिएपछि त अब कुरै सक्यो म राम्रो नभएको भए आउँथ्यौ तिमी पछि राईलाई मैले एकचोटि फोन काट्थेँ भने कतिचोटि फोन हान्थ्यौ अरे कतिचोटि हान्थ्यो नि गर्ने साथी छैन अब मलाई रिस उठ्थ्यो कि तिमीले के कुरा गर्दिन् अनि मलाई रिस उठ्थ्यो बोल्न झ्याउ लाग्थ्यो अनि काटिन्थेँ मैले फोन अनि त्यसपछि नउठाउनु मैले त 100 चोटि हान्छु भन्दै फोन हान्दै गर्दिन् कि यिनले ए यस्तो हेर्नु एक हप्तामा कति राम्रो बोल्नु भएको होइन एक हप्तामा कति राम्रो बोल्नु अनि त्यसपछि पानी परेपछि लाइन गएपछि नेट पनि चलेन होइन भिडियो बनाएको कुरामा पनि कति राम्रो थियो त्यो मैले एकचोटि दाउरा बोकेर भिडियो बनाइदिएको थिएँ त त्यो वाला भिडियो बनाएर पठाएको त्यस्तै बनाएको फेरि रिसाइरहनु भयो त्यही कुरामा रिसाइरहनु कति सानो कुरामा रिसाउनुहुन्थ्यो फेरि बुटोलबाट आउनु बेला नि रिसाउनु भयो फेरि बिहान बोल्नुभयो बिहान आज 5 बजी यहाँ आइपुग्यो नि रिसाउनुहुन्थ्यो सानो कुरामा मैले फेरि रातै फेरि फोन त्यो राम्रोसँग नबोलेर फोनमै नसुत्दासम्म फोन गयो भने फोनमै सुत्न पर्थ्यो निदाउनु पर्थ्यो फोनमै अझै पनि गर्छु मैले तपाईँले गर्नुहुन्न भयो त्यस्तो साह्रो अझै पनि मैले तपाईँ कतै बाहिर जानुभयो भने रिसाउनु भयो भने फोन काट्नु भयो भने मैले गरेको गर्छु त्यसै बाग्नु बस्दैन राति कति गर्छस् भन्ने होइन कि अब अस्ति उहाँ पोखरा आर्मीलाई नि त्यस्तै भयो अब काम परेर गएको हुन्छ मान्छे के टेन्सन हुन्छ अब बोलेको अन्त को भ्याउँछ त नि अब म यस्तो काममा छु भने चाहिँ नबुझ्ने कि फेरि बोलेन भने फेरि
टाइम दिएन भनेर भन्नु न थियो बारे साँच्ची कुरा चाहिँ युट्युबमा हाल्नु पनि मैले भन्छु भिडियो हाल्नु अझ बुझ्दैन भने अझ त्यो काममा छु भन्ने त बुझिहाल्थ्यो राम्रो मजा त्यही भन्नु होइन भन्दै पाल्टाले त्यसलाई थाहा होला त्यसलाई थाहा हुन्छ मेरो कुरा तपाईँको बानी त्यस्तै हो कि जहिले पनि उहिलेबाट चाहिँ अहिले मैले थाहा पाइदिने हो तर अरू चाहिँ के हो म जान्दिनँ फेरि त्यही बानी फेरि नबुझ्दै फेरि रोएर कराएर ओहो कति रुन्छु तपाईँलाई के थाहा ओके सानो सानो कुरामा नै फेरि स्टाटस गइहाल्छ फेरि टिकटकतिर फेरि एकछिन टाइम नदिनुपर्छ फेरि त्यहाँ पुरा स्याहार्छ स्टाटस हाल्दैन है एकैचोटि हालेको छु अब झन् रोएर कस्तो आँसु नआइदियो भने हाल्नु नि त मेरो छेउमा रोएछु त अनि कन्टेन्ट क्रिएटरको छेउमा रोएछु त अनि खतम भइहाल्यो त्यो नि 1 लाख रोइसकेको 1 लाख नागिसके पनि त्यसले त अर्कोको त 1 मिलियन जान्न सक्यो नि भन्दा कति लाख भएपछि हुन्छ र 7 लाख पुग्दैन र 1 मिलियन पुग्न त 10 लाख पुग्नुपर्छ के 7 अनि 8 9 10 अब 3 लाख पुग्यो भने त भइहाल्छ हो तिम्रो पनि छ नि 2 मिलियनको भिडियो है 2.1 मिलियन सुकुटी मास खाएको अब देख्नु पनि मेरो पावर कतिसम्मको रहेछ भन्ने कुरा बाहुनीलाई लिएर सिधै राँगाको सुकुटी खुवाइदियो मैले छेत्रीलाई छेत्री बाहुन भन्ने एउटै त होला नि के फरक हो र तर सबैले के तिमीलाई त्यो छेत्री बाहुन भन्दैन नि काठमाडौँमा पनि मलाई शेर्पा भन्दै र खै शेर्पा जस्तो बोल न अब म शेर्पा हो र शेर्पा भन्थे सबैले के मगर भन्नुहुन्छ आमा मगर हो बाहिर के पुग्छ लखटे होइन ऊ चाहिँ सारा सारा ए कुखुरा बाँस बस्न लागेको यो देखेर पो भागेर रहेछ त बिचरा जाऊ बस सो त्यही हो घर आइयो यता पाण्डाले अझ कहाँ गयो भनेर हेऱ्यो होला नि यसले मलाई ल्याएर कस्तो राम्रो थियो सानोमा अहिले त कस्तो घिनलाग्दो भयो नि यता लाखा ला बाबा चाहिन्छ नि छोरीलाई सो त्यही नै हो अब म घर आइसकेँ हामीले पिसेर पनि लिएर आइसक्यौ सो आजको भ्लग चाहिँ यति नै अनि आजको भ्लग कस्तो लाग्यो ट्याग प्रतिक्रिया दिनु होला र भोलिसम्मको लागि चाहिँ आजकै भ्लग हेरेर इन्जोय गर्नु होला हामी फेरि भोलि भेट्नेछौँ है त थ्याङ्क यू एभ्री वान तिम्रो केही भन्नु छ डल्लु सबैजनाले अर्को भिडियो हेरेर साथ दिनु होला अर्को कि अर्को भिडियो युट्युबको भिडियो के ए युट्युबको भिडियो फेरि भोलि त्यही नै हो यिनले भन्न खोजेको चाहिँ भिडियो हेरेर सपोर्ट गरिदिनु होला है अनि सब्सक्राइब गर्न चाहिँ नबिर्सनु होला है त थ्याङ्क यू